हेलो साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। सो म चाहिँ अहिले टक्क लगाएर कामबाट घरमा पनि आइसकेँ। सो यहाँ चाहिँ घरमा चाहिँ कोही पनि छैन रहेछन्। यहाँ चाहिँ मैले नानी गाउँलाई फोन गरेको अनि म चाहिँ माथि घाँस काट्न जान्छु गएको छु। तपाईँलाई आएर चाहिँ यहाँ के अरे तपाईँले चाहिँ आएर भैँसीहरूले चाहिँ पानी तताइदिनु होला, आगो बाल्नु होला भन्ने छन्। अनि म चाहिँ अब त्यो काम गर्नुपर्ने हुन्छ गाइस। हाम्रो घरमा चाहिँ एकदमै यो के भन्छ यो गुलाब फुल चाहिँ एकदमै फुलिरहेको छ कि गाइस। त्यही हो। अब यहाँदेखि देख्न सक्नुहुन्छ पारिको भिउ चाहिँ एकदमै दामी चाहिँ चिन्ने गाउँ निस्किने डाँडा पनि एकदम दामी देखिरहेको छ गाइस। त्यही हो। म चाहिँ अब घरमा पनि आइसकेको छु। अब मैले चाहिँ तलतिर गएर चाहिँ टक्क लगाएर है तर म चाहिँ अब आगोहरू बाल्नुपर्ने हुन्छ। अब त्यो चाहिँ हाम्रो घर यस्तो छ न माथि चाहिँ एकदम मस्त सिटन भने चाहिँ हाम्रो घरमा चाहिँ एकदमै पारिरहेको हुन्छ। फुलहरू पनि बबाल फुलिरहेको छ। त्यो चाहिँ हाम्रो के अरे भाइटिकामा लगाएर अनि पछि चाहिँ हाम्रो यो चाहिँ बसेको हो। फेरि अहिले चाहिँ राम्रो फुलिरहेको छ गाइस। त्यही हो। अब म चाहिँ हाम्रो घरमा त्यो चाहिँ मैले हिजो दिएको दाउरा हो साथीहरू हेरिदिनु। अब म चाहिँ यो लगेर चाहिँ मैले आगो बाल्नुपर्ने हुन्छ साथीहरू जेस। अब मैले चाहिँ यता दाउराहरू बटुल्ने कार्यक्रम पनि भइरहेछ। हाम्रो के अरे नानीकामा चाहिँ आएको छैन त्यो दाउरा लग्छ अनि म चाहिँ टक्क लगाएर भित्र गएर घरमा तरिकाले आगो चाहिँ बालिदिनु पर्ने हुन्छ साथीहरू। गाजर आगे बोल्दैन है। अनि त्यसमा चाहिँ फेरि पनि भागिसकेको छु। बोल्छु बोल्दैन हेरौँ त्यसमा चाहिँ पानीहरू डस्नु पर्ने हुन्छ साथीहरू। यो चाहिँ माथि बुढी चाहिँ पुरा घाँस काट्न गएको आउँछन् होला। अब त अलि यो पानी नताउनु फेरि गाडी पाइन्छ नि त। तर म चाहिँ ट्याक्क ल्याएर हजुर म चाहिँ आगो पनि बालिसकेँ साथीहरू देख्न सक्नुहुन्छ। अब मैले चाहिँ होइन त्यहाँ चाहिँ पानी पनि धोइसकेँ। यहाँ चाहिँ मैले आगो पनि बालिसकेको छु। फाइनल साथीहरू जस मैले चाहिँ आगो पनि बालिसकेँ। यहाँ चाहिँ यसरी आगो टक्क बालिसकेको छु। देख्न सक्छु फुलहरू एकदमै बवाल फुलिरहेको छ। त्यही भएर आगोहरू बालिरहेको अब मैले अब चाहिँ पानी काट्नु जाँदैछ। पानी पनि यति रोजिदिएको छु। सम्म चाहिँ त्यो बाहिर गएर चाहिँ अझै राम्रो खालको कुरा लिएर आउनुपर्ने हुन्छ। यहाँ चाहिँ दाउरा त्यति राम्रो छैन नि त। अनि त्यो भएर चाहिँ एकैछिन भएर सकिन्छ क्या। त्यो कारण चाहिँ मैले चाहिँ अब मजबुतवाला दाउराहरू चाहिँ लिएर जानुपर्ने हुन्छ साथीहरू। तर मजबुतवाला चाहिँ हो तर छैन। पछि सिमटरहरू लगाउने टक्क लगाएर गाइस देख्न सक्नुहुन्छ। हेर्नु त लिस्नीको जब त एकदमै है एकदमै ओए हेर्दा पनि यस्तो ढ्याउने कि सिमटरहरू राख्ने त्यो खानुपर्ने हुन्छ साथीहरू। जस्ट टक्क लगाएर फाइनल साथीहरू म चाहिँ टक्क लगाएर आगो पनि बाले पानी पनि रोजिसकेको छु। अब जस हाम्रोमा चाहिँ यसरी कुखुराहरू यसरी चरिरहेको हुन्छ। यो चाहिँ कुखुराहरू चाहिँ लोकल कुखुरा यसरी टक्क टक्क चरिरहेको छ। अनि यहाँ माथि पनि एउटा भाले माथि पनि गएको छ क्या ऊ माथि मस्तो चरिरहेको छ गाइस। त्यही हो। अब यहाँ चाहिँ हाम्रो चाहिँ अघि चाहिँ वनको एरियामा छ त्यो यहाँ चाहिँ सेलहरू पनि एकदमै लाग्छ। तर त्यही हो साथीहरू। तर के गर्नु यार यसरी त अब जिन्दगी त चलिरहेकै छ है। चल्नु पनि पर्छ। जस मस्त चाहिँ आगो चाहिँ बोलिरहेछ देख्न सक्नुहुन्छ क्या। बोलिरहेछ फाइन जस्तैको टक्क लगाएर सट्ट लगाएर चाहिँ हाम्रो कागती गाइस यति धेरै पाएको छ। तर चाहिँ मैले चाहिँ त्यो गरेँ होइन कि के गरेँ भने चाहिँ मैले चाहिँ यो केलेर यसको रस चाहिँ निकाल्नु भएन त। म चाहिँ निकालेको छैन किनकि यहाँ चाहिँ देख्नु तल भकुन्डो के अरे टोक्न जान्छ। त्यो भएर चाहिँ हामीले छोडिदिने यसै बाँडेको बाँडे छ यो भकुन्डो गाइस। त्यही हो। अब
टक्क लाएर घरमा पनि आइसकेपछि त यसरी पो काम गर्नुपर्छ त गाइस। यहाँनिर चाहिँ के अरे तपाईँको घरको पछाडितिर हाम्रो यहाँ चाहिँ कालिजहरू पनि आउँछ साथीहरू। अस्ति चाहिँ यहाँनिर यो बाहिर छ नि हो, यहाँनिर आएको पुरै कालिजहरू। अनि यहाँनिर अस्तितिर कालिजहरू एकदम आएको। अनि यहाँ चाहिँ म चाहिँ लगेदेखि उता गयो। यो चाहिँ हाम्रो बारीतिर चाहिँ त्यहाँ तल कोकेर झिन्डान भने चाहिँ ठुलो मान्छे त्यो चाहिँ बारी। अनि यहाँनिर टक्क लाएर पुरा यहाँ चाहिँ त के अरे कालिजहरू आउँछ। आज पनि लाने हेर्नु जम्तो कालिजको भालहरू एकता हुनुहुन्छ यहाँ त्यतिर गाइस। हाम्रो घरको पछाडि यस्तो छ क्या पुरै झोप्रा गाइस साथीहरू, झोप्रा छ। कालिजहरू चाहिँ छिर्नाले छ त्यही हो साथीहरू। के हेर्नु कालिजहरू पनि आएको रहेनछ। जो आज चाहिँ कालिजहरू नआएको के भन्छ पछि आएर उसको घर आइसकेको छु। अब हामी चाहिँ के गर्नुपर्ने हुन्छ, न पानी छ तताएर पानी लिएर जानुपर्ने हुन्छ साथीहरू। अब म चाहिँ तलतिर एकछिन जान्छु। तलतिर के छ भने चाहिँ हाम्रो चाहिँ पुरा तपाईँहरू के अरे हाम्रो यहाँ चाहिँ मौसमहरू चाहिँ एकदमै छ है गाइजहरू। गएर चिन्नेको गाउँ चाहिँ एकदमै भवाल के चिन्नेको गाउँ चाहिँ यस्तो छ। यहाँ चाहिँ हामीले चाहिँ मौसमहरू यो चाहिँ हाम्रो मौसम अझै पनि यति धेरै छ। यो चाहिँ हामीले के चाहिँ बेच्नहरू लगिनौँ, पहिला लगिँदा अहिले हामीलाई अलिकति यो चाहिँ हामीले घरमै खानुपर्छ भन्ने हिसाबले चाहिँ लगिनौँ गाइस। यहाँनिर पनि खसिया छ यो मौसम गाइस। तर यो त अमिलो रहेछ गाइस। मौसम चाहिँ अलि अमिलो खाएको रहेछ। त्यस ठुला चाहिँ अलिक मिठो नै हुन्छ, तर यो चाहिँ लास्टै झऱ्यो भने चाहिँ अमिलो खालको रहेछ। देख्नुहुन्छ तलतिर चाहिँ एकदमै जन्ती आइरहेको छ है। अनि चाहिँ के अरे म्युजिक तल डुम पाइरहेको छ गाइस। यस्तो छ आकाश अहिलेको अवस्था चाहिँ आकाश पनि एकदमै यस्तो छ साथीहरू। चाहिँ हाम्रो घरदेखि पछाडि चाहिँ हाम्रो लगाएको बेसार पनि हो। टक्क एकछिन नानीले जान्छ होइन। अनि हाम्रो चाहिँ माथि चाहिँ नानी छन्। अनि नानीको यस्तो अवस्थामा छन्। म हेर्छु साथीहरू, एकछिन चाहिँ मस्तो सुतिरहेको छ नि त। म हेर्न जाँदैछु हेर्न जाँदैछु। साथीहरूले त चलाउँदैन किनकि मस्तलाई उठेर सधैँ बाबा मोबाइल किन चाहिँ यिनले चाहिँ चलायो भने चाहिँ उठ्यो भने चाहिँ बाबा मोबाइल भनिरहेको छन् कि त्यो भएर यिनले चाहिँ चलाउँदैन साथीहरू। त्यसमा क्या हाम्रो चाहिँ मन्त्रीमण्डल वापस आइसकेको मान्छेको मोबाइल है तिमीले पारेर आइरहन्। अब चाहिँ मेरो मन्त्रीमण्डल पनि आइसके। अब सक्छ त कसैले सक्दैन नि फेरि देख्न सक्नुको छ। चिन्ने गाउँ त्यो चाहिँ एकदमै है एकदम अब चाहिँ अगाडि गयो नि त। त्यो चिन्ने गाउँमा चाहिँ पुरै सबैले बाहिर चाहिँ लाइटहरू बालिसके देख्न सक्नुहुन्छ साथीहरू। लिस्ने जाँदा चाहिँ एकदमै आजिरहेको छ है साथीहरू। त्यही हो अब म चाहिँ यस्तो देखाएको पारासम्म म चाहिँ टक्क लाएर होइन टक्क लाएर यसरी चाहिँ आगोहरू बोलिरहेछ ग्यास। उहाँ चाहिँ तपाईँहरूले के ल्याउँछ भने बाहिर त्यो चाहिँ कसको जन्ती आएको छ अरे होइन। पुरा हल्ला एकदमै छ साथीहरू।
म तपाईँहरूले देखाउँछु कतिवटा गाडी आएको छ होइन गाडी चाहिँ टन्नै आएको जस्तो देखेँ नि त म अब देखाउँछु गाइजहरू यसो कहाँबाट जाने कहाँ जान्छ त्यो थाहा भएन है तर यस्तो क्या पुरा हाम्रो के अरे हाम्रो घरमै तपाईँको यो बाटोभन्दा लगभग 400-500 बाटो हुन्थ्यो अलि यता पर्छ कि सकिन्छ यस्तो छ तर यो चाहिँ खासमा जन्ती चाहिँ कहाँ जाने त्यो चाहिँ थाहा भएन तर एकदमै कुरा है यस्तो मस्त बाटोमा तिनीहरू गाडीहरू पुरा टक्क लाएर आइरहेको है यतातिर गाउँ चाहिँ बवाल छ है एकदमै रमाइलो देख्न सकिन्छ गाडी पनि आइसक्यो जन्ती हो अरे हो त्यो जन्ती नै हुनुपर्छ यो कहाँ गएको जन्ती त्यो चाहिँ थाहा पनि तर आइरहेको छ मस्त तरिकाले चाहिँ जन्तीहरू आइसकेका छन् यो चाहिँ कहाँ जाने जन्ती त्यो चाहिँ थाहा पनि तर सक्क लाएर दिइरहेको यो पुरा 3वटा गाडी है तपाईँहरू चाहिँ हाम्रो चिन्नेमा हो अनि चिन्नेमा चाहिँ एकदमै बाटोहरू पनि त्यस्तै छ साथीहरू टक्क लागि यस्तो गाडीहरू चाहिँ सर गइरहेको के देख्न सकिन्छ साथीहरू उपायहरू चाहिँ टेवाङ डाँडा यो यहाँनिरदेखि यो खेतहरू यो चाहिँ हाम्रो पर्छ साथीहरू यसमा जस्तै पानीहरू झारिदिएको छु गाडीहरू साथीहरू हाम्रो साली पनि आइसके अब यिनले चाहिँ हामीले के ल्याइदिएर आछन् होला भन्ने कुरा हो च्याउचो बिस्कुट ल्याइदिएछ खै हेरौँ खै हेरौँ त एक ल्याएको साथीहरू हाम्रो साली पनि आइसके हाम्रो मेरो बुढी मन्त्रीमण्डललाई बिचारा तिखा आयो खै नमस्ते बुढा भनेको